कि मधेसमा जहिले पनि केही समुदायको होस् या मधेस आन्दोलन होस् थरुवाट आन्दोलन होस् त्यहाँ गोली मात्र किन चल्छ, त्यहाँ लाठी किन चल्दैन, टियर ग्यास किन चल्दैन? दुनियाँमा नेपाल बाहेक कुनै पनि देशलाई एसएलआर दिँदैन, पूर्ण नेपाल प्रहरीलाई पुलिसलाई एसएलआर दिँदैन, नेपालमा मात्र एसएलआर दिन्छ। पुलिसलाई कसैले ढुङ्गा हान्यो भने त्यो त एसएलआर हान्छ, गोली हान्छ, उसँग त लट्ठी छैन, टियर ग्यास छैन। या त हाम्रो ट्रेनिङ पुगेन, या किन मधेसमा यहाँको सुरक्षा निकायमा जाने बित्तिकै त्यहाँ एउटा मनोविज्ञान क्रिएट हुन्छ। त्यो मनोविज्ञान के हुन्छ कि यो विदेशी सेना हो, विदेशी फौज, किन त्यो मधेसी त्यसमा अनुहार देख्दैन, चाहे नेपाल आर्मीमा होस् चाहे सशस्त्रमा होस् चाहे नेपाल, उनको प्रतिनिधित्व कम छ। फेरि यिनीहरू जाने बित्तिकै त्यसलाई गोली ठोक्छ, टियर ग्यास चलेको, लाठीचार्ज चलेको इतिहास देख्दैन। म सरकारसँग आग्रह गर्न चाहन्छु कि सरकारले टियर ग्यास लाठीचार्ज यिनीहरूको व्यवस्था गरोस्, न कि सिधा गोली हानोस्। दोस्रो कुरा, सरकारले जुन तदारुकताका साथ आर्मी, सशस्त्र पुलिस हजारौं को संख्यामा डिप्लॉय गर्छ, हजारौं को संख्यामा मधेसमा शिक्षा छ, शिक्षा किन डिप्लॉय हुँदैन? कि सरकार त्यो प्रहरी नियुक्तिको लागि, सेना नियुक्तिको लागि पैसा छ, शिक्षक नियुक्तिको लागि, डाक्टर नियुक्तिको लागि, इन्जिनियर नियुक्तिको लागि पैसा छैन। मधेसलाई पछाडि पार्ने, गरिब बनाउने र जब केही भयो भने त्यहाँ गोली ठोक्ने, यो अन्त हुनुपर्छ। यसको लागि हाम्रो एकदम आपत्ति छ, किन मधेस अब धेरै सहन सक्दैन।